इङ्ग्लिस टेस्टमा कति स्कोर लिएर आउनुपर्छ ब्याचलर्सको लागि? ओके, यो चाहिँ अब तपाईँको कन्ट्री अनुसार हुन्छ। देयर आर डिफ्रेन्ट कन्ट्री जसमा चाहिँ अब तपाईँको इङ्ग्लिस टेस्टको आफ्नो रिक्वायरमेन्ट हुन्छ। जस्ट लाइक तपाईँको आइएल्स, पिटी, टफल, ड्युलिङ्गोहरू एक्सेप्टेबल हुन्छ। तर अहिले भिजा सिनियरको केसमा चाहिँ हामीले युके र अस्ट्रेलिया चाहिँ एकदमै फोकस गरिरहेको छौँ। र युके गर्न चाहनुहुन्छ भने युकेमा चाहिँ तपाईँहरूले इङ्ग्लिस टेस्टमा चाहिँ तपाईँहरूको 12को इङ्ग्लिसमा बी नत्र B+ आएको छ भने तपाईँहरूले इङ्ग्लिस टेस्ट गर्नु पर्दैन। तर अब त्योभन्दा कम आएको छ भने चाहिँ तपाईँहरूले आइएल्स, पिटी नत्र ड्युलिङ्गो गर्नुपर्छ। आइएल्समा ओभरअल 6 नट लेस देन 5.5, पिटीमा ओभरअल 59 नट लेस देन 59 धेरैजसो युनिभर्सिटी लिन्छ भने कुनै कुनै युनिभर्सिटीले चाहिँ 56 नट लेस देन 51 पनि एक्सेप्टेबल छ। र ड्युलिङ्गो पनि एक्सेप्टेबल हुन्छ। ड्युलिङ्गो चाहिँ तपाईँको 110, 100 ओभरअल नट लेस देन 90 सम्म एक्सेप्टेबल छ। यो चाहिँ तपाईँको युकेको भयो। र अस्ट्रेलियाको केसमा चाहिँ आइएल्स, पिटी चाहिँ एकदमै कम्पलसरी छ। र आइएल्सको केसमा चाहिँ ओभरअल 6 नट लेस देन 5.5, पिटीको केसमा चाहिँ ओभरअल 54, 56 नट लेस देन 48, 49 नत्र 50 भएको हुनुपर्छ। र यस्तो प्रोफाइल छ भने तपाईँहरूले इजिली अस्ट्रेलिया नत्र युकेको लागि अप्लाई गर्न सक्नुहुन्छ फर द अपकमिङ इन्टेक। र अहिले हाम्रो कन्सल्टेन्सीमा चाहिँ 50% डिस्काउन्ट पनि चलिरहेको छ इङ्ग्लिस टेस्टमा। सो द्याट तपाईँहरूले छिटोभन्दा छिटो अप्लाईको लागि चाहनुहुन्छ भने चाहिँ छिटोभन्दा छिटो हाम्रो अफिसमा आएर चाहिँ इङ्ग्लिस टेस्ट गर्नुपर्छ। र यो इङ्ग्लिस टेस्टको चाहिँ अफर चाहिँ हामीले यही मन्थसम्मको लागि मात्र राखेको छौँ। सो हरि अप गाइज, प्लिज भिजिट आवर कन्सल्टेन्सी। थ्याङ्क यू। थ्याङ्क यू।